हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ उठ्ने बित्तिकै कस्तो राम्रो घाम लागिरहेको रहेछ, बाहिरको भ्यू पनि राम्रो देखिरहेको थियो। अनि उठ्ने बित्तिकैको झुल्के घाम अनि बाहिरको हरियाली कस्तो आनन्द आएको थियो। यतिखेर चाहिँ 6:30 बजेको थियो। अनि म चाहिँ अब पानी तताएर खान्छु, तातो पानी। अनि यतिकैमा चाहिँ खाना बनाउन छिटो सुरु गरिहाल्छु, किनकि बच्चालाई ढिलो हुन्छ नि त। आज चाहिँ मलाई कस्तो सिन्की गुन्द्रुक खान मन लागेको थियो, झोल। अनि म चाहिँ सिन्की र गुन्द्रुक बनाउँदैछु, सिन्की गुन्द्रुक मिक्स। अनि यहाँ चाहिँ बाबुलाई आलु बनाइदिँदैछु। अनि म चाहिँ छिटो गरेर चाहिँ खाना बनाउँदैछु। अब बाबुहरू चाहिँ उठ्छन्, यिनीहरू चाहिँ उठे यत्तिकैमा। अनि अब यिनीहरूलाई चाहिँ म खाना खुवाउँछु। नानी पनि उठेर चाहिँ ड्रिलमा आएर झर्न लागिसकेकी रहेछिन्। अनि म चाहिँ छिटो ल्याएँ, अब खाना खुवाउँदैछु बाबुलाई। सरलाई पनि खाना दिएँ, लुगा पनि धोइसक्न लागेछ। अनि अब बाबुलाई रेडी गरेर छिटो पठाउनु पर्ने हुन्छ। यत्तिकैमा चाहिँ 9:05 बजिसकेको छ। उसलाई चाहिँ तयार गर्नलाई कति धेरै टाइम लाग्छ नि त। ऊ चाहिँ यता कुद्छ फुर्किन्छ नि त। अनि उसलाई तयार पार्न चाहिँ अलिक समय लाग्ने भएको भएर छिट्टैदेखि गर्नुपर्ने हुन्छ। अनि उसलाई चाहिँ म रेडी पारेर जाँदैछु। सरको चाहिँ के हो यतातिर अनि ढिलो गर्नुहुन्छ क्या जहिले पनि। अनि बाबुलाई चाहिँ यता गर्छ उता गर्छ, दुःख दिन्छ नि त बाबुले त जहिले पनि जाने बेलामा। अनि बाई बाई पिरी, बाई बाई। नानीले पनि बाई गर्दैछिन्। अनि त्यसपछि उसलाई चाहिँ मैले पठाएँ। अब बाई बाई पिरी। अब चाहिँ नानी र म छौँ। अब रुमहरू पनि यस्तो फोहोर छ नि त, सरसफाइ गर्नु पर्यो। नानी र म भएर अब खाना खुवाउँछु, लुगा सुकाउँछु। अनि नानीलाई घाममा बसेर कपाल सपाल कोरिदिएँ, आफूले पनि कोरेँ। अनि नानीलाई खानासाना खुवाएँ, अनि नानी सुताएँ। अनि अब म पनि खाना खान्छु। कस्तो फोहोर छ नि त, किचन पनि सरसफाइ गर्छु। खाना चाहिँ म गम छिटो खानुपर्ने हुन्छ नि त। अब फेरि नानी छिटो उठिहाल्छिन्, अनि मलाई केही काम गर्न दिन्नन्। अनि त्यतिखेरसम्म फेरि बाबु चाहिँ आउने बेला भइसक्छ। अनि म चाहिँ छिटो गम नबसिकन उठी खाना खाँदैछु। अब छिटो खाना खाएर चाहिँ सरसफाइ पनि गर्नै पर्यो। म चाहिँ सरसफाइ गर्दैछु। अब यतिकैमा चाहिँ नानी उठ्छिन्। यतिखेर चाहिँ 1 बजिसकेको छ। अब चाहिँ नानी पनि उठिन्। आजलाई चाहिँ यति नै। बाई बाई एभ्रिवान।